हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग सुरत 2024। आज शनिबार है। अहिले बिहान कति जस्तो 6 बजिरह हैन। म त चौतिर हो। आज चाहिँ हामी यहाँ चिसा पानी बुढानी कण्ठ जान लाखौँ। यहाँ म त्यतातिरको ब्लग हालिदिएको। भिडियो राम्रो लाग्यो भने सबैजनाले सब्स्क्राइब गरिदिनु, सपोर्ट गरिदिनु हामीलाई है। र अहिले म एकैचोटि आधी बाटो पुगेपछि चाहिँ म अहिले लुगासुगा लगाउन जान्छु है त। ल गाइज ल अगाडि जा, म उठे पुरै जा। गाइज चिसिनतिर लागेको वही अरिङ गरे नि यार। यो भरेङ कति माथिसम्म ह? भरेङ कति माथिसम्म ह? अनि त्यसपछि के ह? बाटो यो झर्ना कहाँ चाहिँदा हो? यहीँ छोडिदियो झर्ना। यसरी हिँड्नु चाहिँ खतरा उज्यालो। यसरी हिँड्यो भने उज्याएर आउँछ मुख होइन। यसरी हिँड्यो भने कालो न कालो आउँछ क्या। त्यही हो कि रिस उठ्ने भनेकै। अनि भरेङ सिधै के हो भाइ? अफरोड बाटो हो। बाटो आउँछ नि यतातिर जाने। त्यो बाटो भएपछि चाहिँ ठ्याकी ताई पुग्छ। भरेङ धेरै लामो हो। हाम्रो यात्रा पनि धेरै लामो हो हैन। यो ठाउँको नाम गेस गर्नुहोस्। जङ्गलको बिचमा हामी चारजना छौँ। उयो को करा है? दिदीहरू आइरहन् है। भरेङ सिद्धिन लाग्यो गाइस। अब बाटो आइपुग्छ। सिद्धिन लाग्यो भने यार अझै कति हो यार भरेङ पनि। उबाट कहाँ जान्छ? यो ठुलो बाटो के? मलाई के थाहा? म अर्को बाटो मात्रै आऊ। फेरि तल झरौँ होइन, भ्यू हेरौँ अनि माथि आऊँ। सब्सक्राइब गरिदिनु मेरो च्यानल। मेरो भ्लगलाई प्रमोसन गरिदिनु हुन्छ त दाइले। दाइ चाहिँ हामीसँग आउनुभएको दाइ हो। सँगै आउनु भएको दाइ हो। सबैजना बिस्तारै हिँड्ने यहाँ असुलो गाई चाहिँ अब एकछिन। घर आधा बाटो नै आइपुग्यो हाम्रो गाई है। बाटो चाहिँ खतरा है। भइरह यो पियर बम हो त पानी चाहिँ चढाएर खानु। ओए बढी भएछ तपाईँ। भ्यू हेर्न भ्यू आइपुग्यो है। यहाँ पछाडि नै सर्को होला। हामी गाई जस्तो जङ्गलको बिचमा हामी दुईजना। के भन्यो भाइ? के हो यस्तो यार? म्याप हो कि के हो यो? म्याप रहेछ नि त यार।
यहाँ किन बा के हो यहाँ के नाइज भनेर वार्निङ यहाँ नाइजे भनेर किन यहाँ बाघ आउँछ ए आउँछ गफ न पानी पर्यो यार आवाजै आएन चुचुरु खाने हो दाइ यो निल्ने कुरा हो नखाए करी खान्छ गरेर खान्छ नि होइन के चपाएर खान्छ कि करी खान्छ साँच्ची हो दाइ मान्छे आउँछ के हुन्छ त अनि बाटोमा उभिन्छ चुन्तुरो कालो कालो टेस्ट हान्नु है ल ल यही हो हेर्ने यस्तो शीतलमा चाहिँ है क्यामेराको कति राम्रो आहा अनि घाम लाग्नुपर्छ अनि यहीँ रहेछ त चुन्तुरो होइन चुन्तुरो भन्नु होइन दाइले अमिलो रहेछ यार मान्छे आएर जाऊँ गेला गेला खाँदै हुन्छ अमिलो अमिलो रहेछ यार यस्तो बाटो हिँड्नुपर्छ हामीहरू किनकि है यो पनि दाइ यो शिवपुरीभित्र पर्छ नि दाइ यो पनि है यो पनि है अहिले हामी हिँड्छौँ कहाँ यो उताबाट टारीभिर त राजकुमार आउँछ त साइकल लिएर झर्नाको आएको थियो अरे झर्ने आएन होला अनि गाई चिसिने आइपुग्यो ओ यहाँ इनार रहेछ यार यो ठाउँको नाम खर चिसिनी भयो है थाहा यहाँ चिसो पानी पाउँछ त्यही भएर चिसिनी भयो कि झर्ना छ हौ है साउन्ड चाहिँदा हो यार यहाँ कहाँ जान ओर्लिनुपर्छ किन लोड गइरह होइन यो धुप्पीको चिप्ली त रहेछ मैले त थाहा थियो त्यसले भनेको तपाईँलाई वार्निङ दिएको आइरह यार पानी परिहाल्छ नि हाम्रो घरतिर त्यस्तै सुने मैले चाहिँ चुचुरो अघि भएर खाएको राइट चुचुरो भन्ने फल हुँदो रहेछ रातो रातो थियो अमिलो अमिलो पनि थियो त्यो भित्र गेडा पनि थियो गाईहरू आउँदै हुनुहुन्छ हामी चढ्दै गर्छौँ कत्रो कत्रो बाटो यार चढ्नै नसक्छ तान त भाइ पानी च्याते लानुपर्छ यार यो जुगा चाहिँ लाग्छ है यस्तोमा यो हामी कता तल सबभन्दा तल्लोको हो सबभन्दा तल आइपुग्यो हामी होइन कि अहिले हामी थाकिसक्यो यो कहाँ बिच्चामा पुग्छौँ कि सबभन्दा माथिकोमा पुग्छौँ ओए साउन्ड आइरहेको गाई झर्नाको छिर्र गरेर आइरह अब हामी पुगिसकेको छौँ हाम्रो यात्रा सफल भएको छ जे होस् पानी नपरोस् फेरि आउँदाखेरि यार बाटो त लास्टै अप्ठ्यारो रहेछ एकैछिन अब यो धेरै एक्साइटेड भएको ओए साउन्ड चाहिँ खच्चा है यस्तोमा चराको चाहिँ कु कु गर्दै त्यो भएको चाहिँ खच्चा सुनिन्थ्यो यहाँ भ्लगमा आइहाल्नु थाहा होइन तर यहाँ चाहिँ आइथा मैले सुनिरहेको यहीँ त हो नि आइसक्यो आयो आयो गाइज हामी झर्कै झर्ना आइपुग्यौँ होइन झर्ना त पनि छ त नि यताको हो मास कन्डिटर लगाइ त्यो बाटो यो पनि चुचुरो रहेछ यहाँ नि है होइन सुरप 2024 2024 के
ओए तले हो दिदी तलको माथि हो यहीँ हो आइपुग्यो लड्दैन यहाँ चढ्नु पर्ने हो यहाँ चढ्न सक्छ यहाँ चाहिँ कस्तो ठुलो ढुङ्गा रहेछ यहाँ बसेर एकचोटि फोटो खिचौँ गाइस हामी झर्ना आइपुगिसक्यौँ यहाँ लास्टै अप्ठ्यारो बाटोमा भर तपाईँलाई देखाउन सकिनँ यहाँ चाहिँ हेर्नु गाइस ढुङ्गा ढुङ्गा झर्ना यहाँ झर्ना इज हियर वी आर हियर म अलि अगाडिको देखाइदिन्छु गाइस तपाईँलाई हामी अब यहीँ आउने हो भनेको यहीँ हो खतरा झर्ना हेर्नु गाइस झर्ना होइन झर्नाको पानी चाहिँ चिसो हो